बिहानै आँखा खोल्यो। आज जाने दिन हो, ट्राभल डे, तर आई एम स्टिल वर्किङ। तर अब बिहान उठेर आफ्नो नर्मल वर्क त गर्नै पर्यो। एक बजीतिर सकेँ। त्यसपछि कपाल काट्ने गएँ अनि अब प्याकिङहरू पनि गर्नु पर्यो। थोरै सामानहरू जम्मा 10 किलो त थियो यहाँबाट जाने। Swadhinikap. Sawasdee-ha. Bangkok time. Here we come, Bangkok. Bangkok time. Yay! Mwah. No, wala ko. Hey, what are you doing? Bangkok is Thailand. What? It's Papa's. Father. You have to say it's Papa's 50th birthday. Papa's 50th birthday. No, I said that first. Well, there's not much to say. We're going to Bangkok in Thailand. It's gonna be fun. We've got everything planned out from start to finish. What hotels we're going to, what we're gonna do, what activities we're gonna do. Activities gonna be really nice. Spend time with the family. Just overall really fun. Cheers to everyone. We're going Bangkok for my husband's 50th birthday. We're gonna have fun there. Chill out. It's Papa's 50th birthday, so we're going to holiday. So like we're going to Bangkok today and we're all gonna have a really nice time and just explore different stuff and have a good adventure. अब भन्ने बित्तिकै हिँड्न कहाँ पाइन्छ र, भोक पनि त लाग्छ। हामी ग्रान्डविल गयौँ, हल्का बियर खायौँ। त्यहाँ पुल टेबल पनि रहेछ। सुमी बच्चाहरू यसो पुलहरू खेल्न थाले। एकछिन टाइम पास भयो त्यहाँ। त्यसपछि हामी त्यहाँबाट रातो घर भन्ने नेपाली रेस्टुरेन्ट गयौँ। त्यो रेस्टुरेन्ट राम्रो रहेछ, खाना मिठो रहेछ। भित्र डेकोरेसनहरू पनि धेरै राम्रो थियो। एकछिन हामीले त्यहाँ टाइम स्पेन्ड गऱ्यौँ। गुसले डार्ट पनि खेल्यो। त्यहाँ ओम माने पेनेको त्यो घुमाउने थियो, त्यो पनि घुमाए। वी स्पेन्ड टाइम देयर। अनि त्यसपछि त्यहाँबाट हामी चाहिँ एयरपोर्टतिर लाग्यौँ।
एयरपोर्ट जाँदा यति रमाइलो नि के त्यसमाथि भ्याले पार्किङ ल्याएको थियो के चाहियो फर्स्ट टाइम हो तर रमाइलो हुँदैछ 5:30 जस्तोतिर हामी एयरपोर्ट पुग्यौँ लाइन अलिअलि थियो त्यति बिजी त थिएन त्यसपछि त्यहाँबाट सकाएर डिपार्चर गएर अनि यसो हामी ड्युटी फ्रीहरू यसो घुम्यौँ रमाइलो भयो त्यहाँ पनि त्यहाँ एकछिन बस्यौँ खायौँ त्यही त हो नि छिटो गएको कारणले ड्युटी फ्री घुम्नलाई हो किन्न चाहिँ हामीले केही किनेनौँ किनभने अब ब्याङ्कक जाँदै थियौँ वी निड टु कम्पेयर द एयर एज वेल भनेर अनि प्लेन पनि अब बोर्डिङ हुने बेला भयो त्यसपछि अराउन्ड 8:10 राति चाहिँ बोर्डिङ टाइम भयो त्यसपछि हामी रातिको 4:20 बिहान भनौँ न सिङ्गापुर पुग्यो किनभने सिङ्गापुर ट्रान्जिट थियो हाम्रो अराउन्ड 5 आवर्स थियो त्यहाँ ट्रान्जिट सिङ्गापुरमा ओर्लेर हिँड्यौँ त्यसपछि त्यहाँ हकर सेन्टरमा गएर खायौँ बजेट एयरलाइन्स थियो केही किनेको थिएन हल्का फुल्का खाना थियो 8 आवर्स फ्लाइट थियो भोक लागेको थियो हकर सेन्टरको खानाहरू मिठो थियो we spend the time there including the duty free area is very nice अब खानपिन गरेर यसो टाइम बिताउनु पऱ्यो 5 आवर्स त्यत्तिकै बितायौँ कफी खायौँ त्यहाँ बसेर यसो गफसप गऱ्यौँ भुइँमै कार्पेट फ्लोर थियो नि त अनि त्यहाँबाट हाम्रो बोर्डिङ पनि भयो सिङ्गापुरको लागि प्लेनभित्र गयो त्यति टाइम त लागेन यत्तिकै बित्यो 5 घन्टा फ्लाइट धेरै लामो थिएन अराउन्ड 2.5 आवर्स मात्र थियो प्लेन ल्यान्ड गर्ने बेला पनि अब त्यसपछि चाहिँ हामीले के डिसाइड गर्यो भन्दाखेरि चाहिँ ल अब ट्रेन स्टेसनमै जाउँ त ट्रेन लिएर जाउँ पब्लिक ट्रान्सपोर्ट भनेर लिन गयौँ डिफ्रेन्ट सिस्टम रहेछ वाइन सिस्टम जस्तो त्यसपछि ट्रेनमा लाग्यौँ त्यति भिड थिएन सायद शनिबार थियो त्यो भएर नि हुनसक्छ हामीले चाहिँ एयरपोर्टमा सिम लिएनौँ त्यत्तिकै हिँड्यौँ ल पत्ता लाग्ने भनेर ट्रेन स्टेसनबाट निस्केर बाहिर यसो हिँड्दै गयो गर्मी पनि थियो पाँच 7 मिनट म्यापमा राख्दैछु मैले अपोजिट डाइरेक्सनमा हामी गयौँ यता जानुपर्नेमा अर्कोतिर गयौँ त्यसपछि सिधै जाँदा एउटा मल पुग्यो मल पुगेपछि त्यहाँ कल गरेर होटेल गयौँ आखिरमा होटेल क्विन्सल्यान्ड होटेल राम्रो थियो
22 तलामा लबी त्यो एक दृश्य थियो होटलको रुमहरु पनि धेरै राम्रो थियो इट वाज भेरी क्लीन इट वाज भेरी नाइस भोक लाग्यो अब भोक निस्क्यौँ हामी होटलबाट हिँड्दै हिँड्दै बाहिर जाउँ लोकल मार्केट भन्ने यस्तो साइन जाइन पाइन्छ त्यहाँ खतराको घन्टी यहाँ मात्र त्यहाँ चाहिँ एज युजुअल सो नो प्रब्लम एनिवन है एउटा प्लथिनम मार्केट भन्ने मैले म्यापमा राखेको छु त्यहाँ पुग्नु 13 मिनट्स वाक रहेछ धेरै टाढा थिएन धेरै राम्रो फ्रुट्सहरु कति फ्रुट्स आँप र अम्बा त यति खाइयो एउटा रेस्टुरेन्ट जस्तोमा बस्यो अनि त्यहाँ मेन्यु हेर्दै ड्रिङ्क्स फुडहरु मगायो पोखिन्छ जता हेऱ्यो त्यतै फ्रुट्स म्याङ्गो स्टिकी राइस इज द बेस्ट धेरै खायौँ त्यो पनि हामीले त्यही हो खाएपछि हिँड्यो अब मार्केट घुम्दै फर्क्यौँ यसो हेर्दा टुकटुकहरू पनि देखियो बस्न रहर लाग्यो सो अरू चाहिँ हिँड्दै फर्केँ म सुनि उस हामी चाहिँ तर बार्गेनिङ एकदम चल्छ टुकटुकमा यो चाहिँ पहिलो दिन ब्याङ्कक ल्यान्ड भएर हामी त्यति घुमेनौँ त्यसपछि होटल गरी इन्जोय गऱ्यौँ अनि वी स्पेन्ड द नाइट देयर